कति खाना खानु भनेर कहिले काहीँ चाहिँ दिमाग खराब हुन्छ के। ए बाबा मान्छेको जात न, कहिले के खानु मन लाग्छ कहिले के खानु मन लाग्छ, तर जे खाए पनि चित्त चाहिँ कहिले बुझ्दैन। आज चाहिँ मेरो अलिकति भए पनि चित्त बुझाउनलाई आफ्नै पारामा अनि आफ्नै तरिकाले चाहिँ थुक्पा पकाएर खाँदैछु। म चाहिँ दिनभरि फर आगो फुके, त्यस पछाडि चाहिँ बसाइदिएँ मैले आलु र मटर चाहिँ मैले भिजाएको थिइनँ कि। अब एकैचोटि थुक्पा खाने प्लान हुन्छ भएर मैले चाहिँ यसरी आलुसँग उसिने एकैचोटि। अनि आज चाहिँ पानी परेको थियो नि त, अनि लाइन आएको थिएन। यो अलिअलि बोल्दै गरेको चाहिँ सोलरको बत्ती हो। एक्कासी लाइन आयो क्या, त्यस पछाडि चाहिँ म कुद्दै बत्ती बाल्न गएँ। फेरि मैले बत्ती बाल्ने बित्तिकै गयो। अनि कसलाई चाहिँ खेरा मनपर्छ आउनु है हाम्रो घर। अनि यो चाहिँ पलौरको बिरालो हो, हाम्रो घरमा आइरहन्छ नि त। मुसा मार्न आउँछ क्या हाम्रो घर चाहिँ। अब बिरालोको कामै मुसा मार्ने हो, कहिले काहीँ चाहिँ चोर्छ पनि है। भाइले एकछिन बिरालो यसरी खेलायो। यतिन्जेलसम्म चाहिँ मैले अघि बसाएको आलु र मटर चाहिँ पाकिसकेको थियो। त्यस पछाडि चाहिँ मैले बसाइदिएँ थुक्पा उसिनुको लागि पानी बसाइसकेपछि चाहिँ मैले थुक्पामा राम्रो कलर आओस् भनेर बेसार हालिदिएँ। बेसार हालिसकेपछि चाहिँ कराईमा थुक्पा नटासियोस् भनेर मैले अलिकति तेल पनि हालिदिएँ। थुक्पाको सुपमा हाल्नुलाई चाहिँ मैले मसला रेडी गर्दैछु। मसलामा चाहिँ मैले जिरा धनियाँ हालेँ। त्यस पछाडि चाहिँ भाइ र मैले यसरी लसुन केलाएर लसुन पनि हाल्यौँ। त्यसमा अलिकति मैले टिमुर पनि हालेँ। मैले चाहिँ सबै कुरा मसलाहरू रेडी गरेँ अनि भाइले चाहिँ यसरी ब्लेन्ड गर्यो। यतिन्जेलसम्म अघि मैले बसाएको पानी चाहिँ उम्लिन लागिसकेको थियो। थुक्पाको प्लास्टिक खोलेर हेरेको थुक्पाको आलु सबै यस्तो थियो के। यो चाहिँ भाइले पसलदेखि ल्याउँदाखेरि बाइकको लेगरमा झुन्डाएर ल्याएको रहेछ। प्लास्टिक चुटेर पछारेर चाहिँ सबै फुटेको रहेछ क्या। मैले भनेको थिएँ नि काम जस्तो सुकै हो, तर मलाई एकछिन उफ्रिनु कराउनु चाहिँ पर्छ के। यो चाहिँ मेरो मनको इच्छा जागर हो के। यति गरिसकेपछि चाहिँ यदि म फ्याट्टै मरिहालेछु भने पनि मेरो मनले शान्ति पाउँछ जस्तो लाग्छ। यस्तै हो मेरो पारा। यति गरिसक्दा चाहिँ थुक्पाको पानी पनि बुक्लु उम्लिसकेको थियो। अनि मैले चाहिँ थुक्पाहरूलाई यसरी हालिदिएँ। मैले खाना पकाउँदा होस् या अरू केही खानेकुरा पकाउँदा मलाई आधाउधी काम गर्नु सघाउने चाहिँ मेरो भाइ हो के। सो उसलाई चाहिँ मैले आलु उकाउने जिम्मा दिएको थिएँ। जहिले मलाई यसरी जिस्काउँदै काम गर्छ। यता मेरो थुक्पा चाहिँ यतिको पाकिसकेको थियो। त्यस पछाडि चाहिँ भाइले यता प्याज पनि काटिदियो। अनि फेरि भाइले थुक्पा ओह्रालेर धुनुलाई लग्यो। म चाहिँ यता तरकारी पकाउनुको लागि रेडी हुँदैछु। मैले चाहिँ सुरुमा तेल खारेँ अनि त्यस पछाडि मसला अलिअलि पड्काएँ। अनि त्यो अघि ब्लेन्ड गरेको मसला चाहिँ मैले यसरी हालेँ। अनि यो मसलालाई मैले निकै बेर तेलमा बुटेको गरेँ। त्यो मसला चाहिँ पाकिसकेपछि मैले प्याज पनि हालिदिएँ हल्का। धेरै चाहिँ म प्याज हाल्दिनँ क्या, किनभने गुलियो हुन्छ नि त। अब प्याज पनि पाकिसकेपछि मैले अघिको आलु र मटरलाई हालिदिएँ। अनि आलु र मटरलाई चाहिँ निकै बेर चलाएँ। त्यस पछाडि चाहिँ आलु र मटर चाहिँ यस्तो भइसकेको थियो। आगोको रातमा बस्दा गर्मी त भन्नुहुन्छ भने गाउँघरमा अब भनेको बेलामा टमाटर पाइँदैन, त्यही भएर मैले अमिलोको लागि चाहिँ थोरै चुका पनि हालिदिएँ। फाइनली मेरो तरकारी चाहिँ यतिको भइसकेको थियो। अब भने चाहिँ यसमा मैले सुप हालिदिएँ। सुप हालिसके पछाडि चाहिँ मैले थोरै अजिना पनि हालेँ। अब चाहिँ मेरो थुक्पाको सुप चाहिँ यस्तो भएको थियो। फाइनली अब मेरो थुक्पा चाहिँ खाने बेला भयो, त्यही भएर म चाहिँ पस्काउँदैछु। अब त्यस पछाडि चाहिँ मम्मीले यसरी खानुभयो थुक्पा, साथमा जार पनि छ। मैले पनि